मेन्दो अरे किचनमा छ, किचनमा भात बनाउने कुरो हो। ओ किचनमा हो, यस्तो किचनमा यस्तो कपडा हाल्नुपर्छ। हजुर नमस्ते, यो हाम्रो घर हो। अस्ति मेरो बुवा अनि सौतेलामाको घरमा गयो, त्योबाट अलिकति सामान वहाँ के फर्निचर छ त्यो लिएर आयो। यो मेरो सम्पत्ति हो, असली सम्पत्ति यो हो मेरो। सबै यो किताब हो, सब यो म पढ्छु। मेरो सम्पत्ति असली हो। मलाई पढ्ने सक अहिले पनि छ। रातमा सुत्ने अगाडि 15-20 मिनट आधा घन्टा म यो किताब पढ्छु। थुप्रो किताब छ। यो मेरो बुवाबाट मेरो ससुरा हो, ससुराको फोटो हो यो। ससुराको फोटो छ, कपमा हालेको छ। मेरो ससुरा बिचमा म छ, मेन्दो छ, लक्ष्मी छ, यो कपमा हालेको छ। तर यो किताब म पढ्छु अहिले पनि। अनि मेरो हबी हो कि हबी होइन, मेरो जरुरी कुरा हो। जिन्दगीमा म किताब पढ्ने, राम्रो म्युजिक सुन्ने, राम्रो खाना खाने, राम्रो लुगा लगाउने अनि ट्राभल गर्ने, यो मेरो टिभी हो। यो बेडरुममा मेरो टिभी हो। अनि मेन्दोको अर्को टिभी हो। ए खोलेको छ, बन्द भएको छ। यो किचन, यो हाम्रो हल हो। मेरो बस्ने काम गर्ने ठाउँ। यहाँ हाम्रो राजा हो, राजा शिव छत्रपति शिवाजी महाराज मन्दिर। यो पनि मेरो आमा बाउको बाटो। अस्ति हिजो मैले ल्याएको अलिकति दराज छ, पुरानो जमानाको छ। तर अहिले सामान राख्ने त्यही हो, मेन्दो सानोमा राखेको छ। यस्तो छ यो मेन्दोको टिभी। यो टिभी सिरियल बेलुका 7 बजेदेखि रात 10-11 बजेसम्म उसले टिभी हेर्छ। यो भगवान् बुद्धको राम्रो फोटो। यो मेरो ससुरा हो। यो आम मेन्दोले आम पसन्द आउँछ। मेरो ससुरा पनि, ससुरा जिन्दा हुने बेला मैले ढेर आम खायो ससुराले। मेरो राम्रो मान्छे थियो। अस्ति मेरो सपनामा पनि आयो। मैले भन्यो, मान्छेसित सोध्यो कुरा कि मेरो ससुरा मेरो सपनामा आयो काठमाडौँमा हाम्रो घरमा। अनि त्यो मन्दिरको खैरानीले उसले लियो अनि मलाई फुक्यो के सपनामा, मलाई फुक्यो। मैले यो कुरा सोध्यो कति मान्छेले, यो सपना कहाँ सोध्यो, राम्रो छ कि न राम्रो छ। ससुराले मलाई सपनामा फुक्यो। काठमाडौँमा हाम्रो घरमा छ, त्यो घरमा मन्दिर छ। मन्दिरबाट मेरो ससुरालाई हातमा खैरानी लियो अनि मलाई फुक्यो सपनामा। रातमा 2 बजे त्यसो सपना आयो कि। तर सबैलाई भन्छ राम्रो सपना हो। मेरो ससुराले स्वर्गवासी ससुराले मलाई आशीर्वाद दियो त्यस्तो भन्छ। ठिक हो। खाना यहाँ मेरो टिभी हो। यो धुरन्धर रिभेन्ज, त्यसको के भन्छ, विदेशी मान्छेहरू अमेरिकन मान्छेहरू हेरेर उनीहरूको आफ्नो ओपिनियन दिने त्यस्तो क्लिप छ कि युट्युबमा, त्यो हेर्दैछ। यो मेरो किताब हो। ए सिलिन्डर 2टा। अहिलेको जमानामा सिलिन्डर, ग्यास सिलिन्डर ठुलो कुरो हो। हामीसित 4वटा छ, यो 2टा अनि उतापट्टि किचनमा 2टा। घरमा पनि त्यस्तो 4-5वटा सिलिन्डर छ, हुनै पऱ्यो अहिलेको जमानामा। यहाँ हाम्रो बेडरुम हो। तर यो अलिकति सामान मेरो
बुवा बितेको बुवा अनि सौतेले आमाको घरमा थियो। त्यहाँ हिजो मैले लिएर आयो। आज पनि त्यति कति सामान छ, 3वटा फ्ल्याट छ, 3वटा घर छ। हामी अहिले बसेको ठाउँबाट 2 घन्टा लाग्छ। ट्रेनमा गएपछि 2 घन्टा लाग्छ, बाइकमा कारमा 1-1.5 घन्टामा पुगिसकिन्छ। अर्को जिल्लामा हो, मेरो गाउँ पनि अर्को जिल्लामा हो। त्यो गाउँको मैले भिडियो हालेको छ। त्यसमा कति 65 रोप्नेभन्दा ठुलो जग्गा छ, कितेकी छ नि। त्यसमा 1-2 तिहाई पोल्ट्री फार्म छ, भाडामा दिएको छ। अनि बाँकी यो सुगर केन उखुको गन्धरी खेती गर्छ। यो मेरो कम्प्युटर हो। सोसियल मिडियामा म एकदम एक्टिभ छ। कति 15-16 वर्ष भइसक्यो एकदम इन्डियामा। मेरो नाम मेरो आफ्नो के भन्छ, आफ्नो मुखबाट आफ्नो बढाइ गर्नु हुँदैन। तर सोसियल मिडियामा इन्डियामा एकदम कैलाश बाघ, मेरो नाम कैलाश बाघ हो। बाघ भनेपछि टाइगर, त्यो फेमस छ युट्युबमा, ट्विटरमा, इन्स्टामा सबै। त्यस्तो म फिल्टर लगाएर आफ्नो ओठ लाली लिपस्टिक जस्तो बनाउँ, म त्यस्तो गर्दैन। मेरो क्लिप जो हुन्छ राम्रो कुरा हुन्छ, राम्रो कुराको लागि, परिवारको लागि, राजनीतिको लागि, देशमा कसरी हुनु, देशमा त्यो सरकारहरू, पार्टीहरू, नेताहरू, त्यो कम्युनिस्ट, काङ्ग्रेस चोर पार्टीहरू, अनि मोदीको, म त मोदीको सपोर्टर हो। मोदीले पनि मलाई फलो गर्छ। तर त्यस्तो खालको म क्लिप बनाउने हो कि त्यो टिकटक जस्तो होइन। नाच्ने कुरा, फलोवरको लागि, भ्युजको लागि, सब्सक्राइबर त्यस्तो छैन हाम्रो। किनकि ज्ञान अलिकति जे मनमा हुन्छ त्यो कुरा म भन्छु मेरो क्लिपमा। तर सोसियल मिडियामा 15 वर्ष भइसक्यो एक्टिभ छ। हजारौँ लाखौँ फलोवर छ। आफ्नो मेरो आइडी अर्को छ, तर ट्विटरमा पनि छ, अहिले एक्स भयो। फेसबुक, इन्स्टाग्राम, टिकटक इन्डियामा छैन। मोदी सरकारले टिकटक कोभिड कोरोना लकडाउन त्यही बेलामा ब्यान गरेको छ। इन्डियामा छैन टिकटक, किनकि टिकटकबाट धेरै परिवार बर्बाद भयो, केटाकेटीहरू बर्बाद भयो। अस्ति मैले मेरो भिडियोमा त्यो सुख दुःखको कुरा गर्यो कि बुढाबुढीले के गर्नुपर्छ, बच्चाहरूले के गर्नुपर्छ। बुढाबुढी हस्बेन्ड वाइफलाई माया, हस्बेन्डलाई के चाहिन्छ, श्रीमतीको माया चाहिन्छ, श्रीमतीको रिस्पेक्ट चाहिन्छ, माया होइन। श्रीमतीलाई के चाहिन्छ, बुढीलाई बुढाबाट के चाहिन्छ, माया चाहिन्छ, लभ। बुढाले एभ्री डे उसलाई आई लभ यु भन्नुपर्छ हो, त्यो जताउनु पर्छ। बुढीलाई, वाइफलाई माया चाहिन्छ। अनि बुढा हस्बेन्डलाई के चाहिन्छ, उसलाई श्रीमतीको रिस्पेक्ट चाहिन्छ, इज्जत चाहिन्छ। त्यो नपाएपछि बाङबुङ हुन्छ, तलाक कता के भन्छ, बिछोड, डाइभोर्स। अहिलेको जमानामा संसारमा कति हजार लाखौँ कोर्ट केसेस, अदालतमा कति केसेस छ डाइभोर्सको लागि। सानो कुरामा डाइभोर्स हुन्छ, किनकि बुढीलाई माया गर्दैन, बुढालाई इज्जत गर्दैन, रिस्पेक्ट दिँदैन। वाइफलाई हस्बेन्डलाई रिस्पेक्ट दिँदैन, हस्बेन्डले वाइफलाई लभ माया गर्दैन। अनि सानो कुरामा झगडा हुन्छ। झगडा त सबै कुरोमा हुन्छ, बुढाबुढी, हस्बेन्ड वाइफमा सबै झगडा हुन्छ। जस्तो मैले अस्ति भने, हामी भात खान्छ, त्यसमा अलिअलि पिरो हुनु पर्यो, खुर्सानी मिर्ची चाहिन्छ। तर ढेरो भएपछि, ढेरो खुर्सानी मिर्ची खाएपछि पिरो हुन्छ, हामीलाई पेट खराब हुन्छ, डिसेन्ट्री हुन्छ, जुलाब हुन्छ। त्यस्तै जिन्दगीमा, रिस्ता नातामा अलिअलि पिरो हुनु पर्यो, झगडा हुनु पर्यो, त्यसमा माया हुन्छ। तर ढेरो भएपछि बिछोड हुन्छ, डाइभोर्स हुन्छ। त्यसमा हामीहरूको केटाकेटी लावारिस हुन्छ, इलिगल हुन्छ। त्यो मैले भिडियोमा भनिसक्यो। आफ्नो केटाकेटीलाई मुखबाट सिकाउनु हुँदैन, आफ्नो बानी व्यवहारले उनीहरूले हेर्छ, त्यहीबाट उनीहरूले सिक्छ कि मेरो आमा कस्तो बानी व्यवहार छ, मेरो बुवाको बानी व्यवहार कस्तो छ। बच्चा नानीहरूको सामने अगाडि कहिले बुढाबुढीले झगडा गर्नु हुँदैन, किनकि त्यो बच्चाहरूको दिमागमा असर हुन्छ। अनि बच्चाहरूले बुवालाई इज्जत दिँदैन, बच्चाले आमालाई इज्जत दिँदैन, त्यसमै बाङबुङ हुन्छ। सिकाएर मात्र हुँदैन, आफ्नो बानी व्यवहार हेरेर देखाउनुपर्छ हामी कस्तो रहन्छ। एनिवे, यो भाषण चाहिँ नै हकिकतको कुरा हो। हजारौँ लाखौँ डाइभोर्स, तलाकको केस, बिछोडको केस अदालतमा छ। किनकि अहिलेको जमाना यो टिकटक, फेसबुक, इन्स्टाग्राम रिल्स, भ्युज, भाइरल, मलाई कति मान्छेले हेर्ने, मेरो रिल भाइरल हुनु पर्यो, मलाई ढेरो फलोवर पाउनु पर्यो, सब्सक्राइबर्स पाउनु पर्यो टिकटकमा, फेसबुकमा, युट्युबमा। त्यस्तो हुँदैन। त्यो सोसियल मिडियाको जमाना बनावटी हो, यो दिखावा हो, दिखावा। यो झुटको दुनियाँ हो। वर्चुअल वर्ल्ड इज अ फेक इल्युजनरी वर्ल्ड। त्यसमा के पनि हुँदैन, त्यो नकली वर्ल्ड हो, नकली दुनियाँ हो, असली दुनियाँ छैन। त त्यसमा कति परिवार, बुढाबुढी, केटाकेटी बर्बाद भइसक्यो। अहिलेको जमानामा
समय दिँदैन बुढाबुढीले आफ्नो केटाकेटीलाई। एनिवे एन्जोय वी आर एन्जोइङ द सो। यो धुरन्धरको रिभ्यू अमेरिकन मान्छेहरू हेरेपछि उनले रिभ्यू दिँदैछ, त्यो कहिले म हेर्दैछ, कहिले कहिले हेर्छु टाइम पासका लागि। तर मेरो सबैभन्दा मेरो हबी, मेरो बानी किताब पढ्ने। म डेरो किताब पढ्छ, अघि नै भने जस्तो। म राम्रो म्युजिक सुन्छ, मलाई सङ्गीतको एकदम रहर छ। राम्रो खालको म्युजिक सुन्ने, राम्रो खाना खाने। म आफैले पनि बनाउँछु कहिले कहिले, म आफैले पनि कहिले कहिले खाना बनाउँछु। कुक हो, कहिले कहिले मुड आएपछि बनाउँछु। तर आफ्नो जिन्दगीमा त्यस्तो हुनु पऱ्यो कि आफ्नो बानी व्यवहारलाई हामीले राम्रो हुन्छ, अर्कोलाई चेन्ज गर्न हुँदैन, आफैलाई बदली हुनुपर्छ। म मात्रै राम्रो, अर्को सबै नराम्रो, त्यस्तो हुँदैन। मेरो बुढी नराम्रो छ, मेरो बुवा नराम्रो छ, मेरो आमा नराम्रो छ, मेरो छोराछोरी नराम्रो छ, मेरो बुढाबुढी नराम्रो छ। तर त्यस्तो हुँदैन। त्यसको मतलब के छ, मै आफैले नराम्रो हो कि। म राम्रो भएपछि दुनियाँ संसार राम्रो हुनसक्छ। आफैले सुधार्नुपर्छ आफ्नो बानी व्यवहार। सबैभन्दा ठुलो जवान हो, यहीबाट मुखबाटै हाम्रो सम्बन्ध, रिलेसनसिप, माया बढ्छ कि घट्छ कि प्रब्लम हुन्छ। एनिवे ज्यादा भाषण दिन राम्रो हुँदैन। मेन्दो टाटा कर, टाटा बाई बाई कर। के तिमीलाई के भन्न चाहिन्छ? तिमीलाई के भन्ने चाहिन्छ? तिमीलाई के कुरा भन्ने हो? Just shows he really cares that little. Yeah. Interrupts your own seat, man. खाना बनाउने बेलामा यस्तै लुगा लाउनु पर्यो। एनिवे एभ्रिबडी बाई। सबैको लागि प्रार्थना गर्दैछु कि सबैलाई राम्रो होस् है, कसको पनि बिछोड नहोस्। मेरो बुढीको टिभी सिरियल हेर्ने काम त्यही हो, अर्को काम केही पनि छैन। त्यसको लागि मैले अर्को टिभी हाल्यो बेडरुममा, उसलाई डिस्टर्ब नहोस्। यो भगवान् हो, सबैभन्दा ठुलो कुरो भगवान् हो। भगवान्लाई ढोक्नुपर्छ सबैलाई। आफ्नो समाजको, आफ्नो धर्मको अनुसार आफ्नो भगवान्लाई ढोक्नुपर्छ। जे पनि भगवान्लाई हामी मान्छ, देवी देवता, त्यसलाई ढोक्नुपर्छ। हो त्यही हो, सबैभन्दा त्यही ठुलो हो, अर्को केही पनि छैन। एनिवे एन्जोय टकिङ टु यु। सबैलाई राम्रो होस् एन्ड बाई बाई। हाम्रो छत्रपति शिवाजी महाराज बाई।